सुख करता दुख हरता वार्ता विघ्नाची पूर्वी पूर्वी प्रेम कृपा जयाची सर्वांगी सुंदर ओटी शेंदुराची कंठी झळके माळ मुक्ता फळाची जय देव जय देव. रोटीमा फेमस हुनुभयो तिनटी फेमस हुनुभयो हामीलाई राख्नु 3 किलो बुढीलाई पछि हेर्न पर्छ नि अम्बिका खाउ खाली त्यहाँ चिजै अर्थ परेको थियो कि त्यही भएर आसनोपरि पात्रम यहाँ माथि कचौरा राख्नुहोस् पात्रोपरि पवित्रम यी पुस्का टुक्रा राख्नुहोस् अलिअलि पवित्र सुवैष्णव सवित्र भवपर चेतन पवित्र सूर्य तसत पद सूर्यस्मि जलम चौतिल राख्दिनुहोस् हेर्नु सेवा तन्त्र चेपी टिप्सनु तल्लका टिप्री गाता टिप्री गाता हेवान्तिल सोमदाइसो घोसो भदे पनि यस्तो बुढी आउला र साइने आउला अब जे देव देव एडनम देव तकमा भने मात्र स्मोदेन सबिन्छ मन्छ त गसे निकाले तकमा एक नारायण एउटा फल राख्दिनुहोस् बत्तीलाई हो त्यसमा
श्वेतबारा खल्पे प्राची जिल्ला यमसुन मल्ल गरे विशेषायहरू विशेषाय सगरमाथा ढोल्यो विशेषाय सगरमाथा ढोल विशेषाय सगरमाथा टोल सगरमाथा पिपल वस्तु खानेपानी मन्दिर सबै सब्जीहरू अब नमस्कार भेट भएर नि आएको हात धोनु त अब पुस्का टुक्रा जलसम्म सबैले त गाईलाई छुनी है हरि ओम अपराधे वैवस्वता मन्वन्तरे अष्टाविंशतितमे सत्ये तरता द्वापरान्ते कलियुगे कलियुगस्य प्रथम चरणे जम्बूद्वीपे भारतवर्षे भारतखण्डे आर्यावर्त अन्तर्गत नेपालदेश कृष्णखण्ड दक्षिणभागे काली पूर्वभागे सिद्ध बाबा सुनित मन्दिर दुर्गा मन्दिर सोमनाथ बाबा मन्दिर सब बन्द गरेका सकल परिवार सहित मम भन्नु है शुद्ध स्मित प्राणत अपराधम सिद्धार्थम सर्वाभूते प्राप्त अस्मता सर्व अरिष्टग्र शान्त्यार्थम अप्राप्त लक्ष्मी प्राप्तार्थम प्राप्त लक्ष्मी पूजन सूर्याग्रह पूजन कर्मणि तथा साम सदा शिव पूजन कर्मणि तदुपरि अविच्छिन्न जलधारा या प्रणोदरा खडगरुद्रा से पाठ कर्मणि तथा मोहन कर्मण मार्जनादि कर्मणि तथा सिंह तोरणादि दिक्पालादि पूजन देवता पूजन कर्म देहशुद्ध्यार्थम कायिक वाचिक मानसिक सांसारिक ज्ञाता कर्ष स्पर्श भोज्य अवध्य यज्ञ अक्षस्यात्स्य अगम्यागम्य शरीर शुद्ध्यार्थम देहशुद्ध्यार्थम प्रायश्चित गोदानम काम रुद्र दैवताकम तन्मूल्य कल्पितम वस्त्रम सरस्वती दैवताकम हजुरको गोत्र ठ्याक्कै म यता गरे ध्यान मतिर रहनुपर्छ जे भन्छ त्यही सुन्नुपर्छ हातमा फुलेर आज नि कपिले सर्वदेव आना पूजनीय शिरोहिणी स्वयं सम्पर्क यसो घुमाइदिनु त्यहाँ गाडी गाडी त पापानी धर्मान्तरगितानि च तानि पापनसन्तु तदक्षिणान् पढे पढे हजुर अलि अगाडि सर्वगुण शान्ति 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 सामा शान्ति भाडो अब एउटा दुना अगाडि राख्नु भयो माइक भएन माइक भयो कि नै माइक भयो त यहाँ दिएको भयो भने राखेको हुन्छ अनलाइन हो त्यो चार्जसँग चल्दैन अब त्यही दुनाको जाने है हातमा फुलेर ज्योति नमस्ते कर्मशास्त्री दीप नारायण नमः त्यही दुना राख्नु सबै बसाउँछ है हरि ओम अब त्यस्तो दुनु उचाल्ने होइन भइराख्ने हो अब त्यसै त्यही दुना चन्दन साथीले बुझिराख्नु भयो हरि ओम नमस्ते नमस्कार सहस्रगुणकाय सहस्रपादाय सहस्रनामकाय सहस्रते सहस्रकोटे जुगाय नमः कर्मशास्त्री दीपनारायण बोधिपाय नामकाय नामकाय पुरस्कार सिद्ध भव कर्मशास्त्री दीपनारायण नमः सकल परिवार सहित मम भन्नु सुतेश सर्वाबुदे प्राप्त पूर्वोक्त के कर्मणि
तदङ्गतया निर्विघ्न परिसमाप्त्यार्थ मनोवाञ्छा सिद्धि कामनाय यथा सम्पदादिपचारि श्रीमन्महागणपति पूजनं च वयं करिष्यामः। रक्षिता पायुरतब्धा स्वस्ताये स्वस्ति न इन्द्रो बृहस्पतिर्वाः बृहस्पतिर्ददातु बृहदस्वा मरुतः कृष्णीमातरः शुभं जावानो विदते को जगमाया अग्नि ज्योवा मानवः शूरचक्षसो विश्वेनो देवा अपसगमन्यः वदरं कर्णेभिः शृणुयाम देवा विद्वसे महिते वहितं जदायोः शतमेनो शरदो अन्तिदेवा जगरा नष्टग्राजरसं कुरु मे देव सर्वकार्येषु सर्वदा गजाननं भूतगणाधिसेवितं कपितजम्बो फलचारुभक्षणम् उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजं विघ्नेश्वराय वरदाय सुरप्रियाय लम्बोदराय सकलाय जगदिताय नागार्जनाय सुरसियाभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते। अभिरलमदलनिपं भरमरक्लान्त सेवितकपोल सिंदूर धूप फूलमाला जय जय गणेश बाला सिंदूर धूप फूलमाला जय जय गणेश बाला सिंदूर धूप फूलमाला जय जय गणेश बाला सिंदूर धूप फूलमाला। बोलिए लंबोदर गणेश भगवान को। इष्टानां पंचामि धर्देवं गणां गणनायकं अनाथनाथ सर्वज्ञं गिर्वाण पर वेदम इष्टानां समर्पयामि श्रीमन्महागणाधिपतये नमः। शुद्ध जल ओम आपस्सन मातर सुदेन्ते कीर्तनं कीर्तनं पुरन्ते विश्वग्रह प्रवरन्ते देवी रुदिदाभ्या शुचिरापि देवी शुद्ध दाका स्नानं समर्पयामि श्रीम समर्पयामि यज्ञ पवित्रं जनपि नामले राख्यौं
यज्ञोपवीतं परमं पवित्रं प्रजापतिर्य सहजं पुरतात् आयका नित्य प्रणकरिगणम् ईश्वरी सर्वभूतानां तामियोपश्रं गन्धम् अक्षतत्रादिनी ओम अक्षतम युवदान्त अव तिर्यादिखद अस्तुखद शुभानवो विप्राणविष्टमति युदान मन्त्रते हरि अक्षतान् फूल आदिनु फूलको माला भएर श्री सतेलास कस्माशेदर दैच रूपयामि ग्रतो शिवरचनते वस्त्रं समर्पयामि आपको पाता सुनि आपको अम्बे अम्बिका बालिके नमानाति कसन सत शेष कशुद्रं काम काम तिलवासिनी ते दुना पूजानु छ ओम तत्पयामि प्रमाण बन्धमानस्थ दासते यजमान हबिल एडमानवर्ण नमस्कार परमुखी आवान मासनं पाद्यं अर्घ्यमाचन पुण्याचन मैथल औपचारे गन्धाक्षतं पुष्पं समर्पयामि तापेन मपेजसि समसो जल छर्किदिनु ओम देवतानां संभाते मते माने मादद उत्पन्न तदा कुममेदा विडाम स्वयं तत सर्वज्ञानि देव सर्वदैतिना तैतिन भूतानि तैमे अपडेदा शिव शब्दै वासी बिन्दन जप प्रसादि मे गंगपते दलबाबा सानिध्यं कुरुदे देशा प्रसन्नो भव सर्वदा ते जदिनि कलशस्थ वरुण देवता नमः गुरुदेव पूजारी आउँदो ओम गणपति ओम इंद्रादि गजान्यो ओम इंद्रादि गति बाल नमः सर्वोत्रादि रत्नार्थं संसार व्यापी ओम दुर्वादष्ट वसुभ्यो नमः सर्वोत्रादि रत्नार्थं संसार व्यापी ओम वीरभद्रादि एकादश रुद्रभ्यो नमः सर्वोत्रादि रत्नार्थं संसार व्यापी अब कोइला ल्याउनु पर्यो धूप राख्ने हो कोइला एकजना गएर कोइला ल्याउनु पर्यो चढाउने जो नमः सूर्यादि नमग्रहे नमः दादिपाले नमः सर्वे देवेभ्यो नमः अलि राख्नु मजाले नडराइ किन भगवानले खाने त्यही धूप हो वनस्पति रस भूतो गन्धाढ्य गन्ध उत्तम अग्नि वस्त्र देवानां धूपयं प्रतिक्रियताम् धूपम् अग्राप्यामि श्रीमन्महागणाधिपते नमः सर्वे देवेभ्यो नमः अब हातमा फुलेर राख्दैन ओम परम मुरारी त्रिपुरान्तकारी भानु सचिवो विश्वको गुदस्थ गुरु शुक्र शनि राहु केतव सर्वे ग्रह शान्ति राघव आत्र हतनाश इशाला सत्य परवर साकन आत्र को तन्ना भने राम नाम सर्व सम्पत्ति सपुत्र सपुत्र सकल परिवार सबैले आफ्नो नाम सोचेर भन्नु कति राति दे ओ भन्नलाई यति गोबर ल्याएर त्यसपछि हेरिया उल्टा फुल राख्नुहोस् हाम्रो काइले
विभूषिताय गौरी सुराय गणनाथ नमो नमस्ते अग्निको मर्मकुलां देवी सर्वकुलं वैकुण्ठपुरदाचारकार्ये संपरपति तेरा सुनने श्रीमद्गणाधिपतये नमः दो बोले साथी दे एउटा शान्ति परीक्षाले
यो थोच्नु एकैचोटि त्यहाँ राख फेरि यता पनि थोच्नु इनिशियल पेज हो अब यो पनि खोलेर त्यहाँ राख्नु अब भाग्ने गुरु यो काम भ्यासी लगाएर हामी तिनजना कसरी जाने न अलि राख्नु अलि मोटो झप्पो परमाणु त एउटा गोरुको गाईको खुर राख्नु नानी तिमीले बहिनीको चप्पल चिनेको छौ होइन ए ल बा दादा लिएर बोला भयो चाँडो काट्नु छोडिदिनु अलि काट्नु न नडराउनु के उभाइसक्यो कि यसको पर्छ कि काट्नु भयो ज्ञानी चप्पल लगाऊ ल चप्पल ल ज्ञानी यता आइज कपाल भिजाको अब के भयो सकियो नि जागिर खाइदिनु मरे उहाँहरुको टेम्परेचर हाई भयो रे होइन कि खासै हल्लो के हल्लो अझ टाउका पानी राखिराख न भिजाइदिइराख यसरी त मसिनो हुन्न नि त मसिनो बनाउनु लास्टमा छ यो छ त्यो पनि गरिदिनु होइन लास्टमा कि त्यो कतै छुट्टा छुट्टा रह्यो क्यारे भने त्यसलाई मसिनो आउने त छ हल्लो भने काट्नु गर्मी भयो नानीलाई नहल्लै भन्छ नहल्ला होइन भन्दा ठिक छ केही भएन के भयो खाली थाप न नानु छोड्छु पकड ल घाँस काट्ने आएपछि जस्तै हो र त्यस्तो थियो पहिला हो नि त फलामको हो नि त फलामको छोरोको धार कामीले सही यो पनि सही हुन्छ के यहाँ यो नभएर हामीसँग छैन ब्लेड मेसिन फल काटेन मेसिन भएन ब्लेड हैन मेसिन मेसिन हल्लो नै हल्लो छ त्यहाँ लाकै छैन सेम यस्तै मेसिन चाहियो उहाँसँग छ कि छ त्यसमा धेरै दुःख नगराउनु केही नि हुन्न के अहिले हुने कहाँ दुखेछ र गाह्रो भन्दा नि यो उस्तो हो यो आज काउकुती पनि लाग्छ यस्तो बेला काउकुती लाग्छ कि दुखेर पनि आँसु नै आउँछ नि अनि पहिलो फेरि त दुखेर भन्छ बाबु दुखिन्छ र यिनले काटिरहेको छ नि कपाल काट्दाखेरि बेले लाउँछ त आजकल पहिला पहिला गर्दाभन्दा पहिलोचोटि ब्लेड लाउने भन्ने हुन्थ्यो होइन र अहिले त पहिला त लटा हुन्छ लटाइ हुन्छ नि एकदिन अझ डेली काट्नु अझ सहज हुन्छ बाबु पानी राखेर उगाइहाल्यो कि यस्तो गरिन्छ दुख्यो भन है सब दुख्नेले कुरो ननिकाल्नु दुख्ने त हाम्रो थाहा हुन्छ नि त काट्दाखेरि करेक्ट गरौँ भने दुख्छ मिल्दैसम्म आउँछ भने सही गराउँछ दुख्ने अहिले पछिल्लो समय त कुरा गर्न पनि पाइयो त्यो मुन्टो ठाडो गर्दै ल भयो एकैचोटि टक्ला सातचोटि खाल्छ एउटै फ्रेन्डले कति बज्यो हेर्न पर्छ छोरी कति ज्ञानी हैन टपक्क बसिहाल्छ बसेर दादाको कपाल काटेर हेरेर फेरि हात गले अरे यो देख क्या रे उले सुलभले लिए हुन्छ त नत्र नानीको हात गल्यो भने गुडगल ल तिमी त गुडगल कहिले जान्छ टाउको कसो छ छोरी कि छोरी सलाम भरत की छोरी हो ए यहाँ रे यस्तो होला के हो मेहनाको 10 वर्ष यहाँको त धेरै गुरु कहिले बोलाएर गयो जस्तो लाग्थ्यो बस्यौँ है आमाले बोलाउनु भयो त जानुहोस् गुरु कहिले त आएको थियो नि त आमालाई लिएर तिहारमा परा सुबामा के भन्दा भन्दिनँ काट्न तर म त सँगै जन्मे नि तर म त सँगै जन्मे के हो त ल भिडियो सँग बिहा भएको ल हामी यो हल्दी कार्यक्रम जसले व्रतबन्धको पावन शुभ अवसरमा
यो बाबु ल बाबु टाउको सिधा बनाऊ छिलो अभिनवको वर्तमानमा जुटिरहेका छौँ र सबैजना यहाँ चाहिँ बाबुलाई रङ्ग्याउने अब यसले बाथरुममा गर्नु ल अब यसरी नानी मित्र अब यस्तोमा छुट्टा दिदी यस्तोमा नि हो नि यहाँ पनि खुट्टामा घोडामा पनि कति राम्री देखेकी हुन् गर्नु भएकोलाई सबलाई दहीको टेन्सन नगर दही फ्रुट थियो दही फ्रुटले फारो हुन भनेर म यसो गरेर म दही फ्रुट रानमा लिदिनु है गाडी लिएर गयो 40,000 पैसा तिरेर धेरै राम्रो काम भयो ठिकै छ बाबु तिमी त कहाँ पृथ्वीलाई यो सिन्दुर छाप्दैछु त्यहाँ पृथ्वीलाई पृथ्वी पूजा पृथ्वीको पूजा Jangan
Ya sastra di musik potong kata no sesuatu orang mungkin masuk ke apa ini sastra pengenalan kali karena lewat kita atau sabta desudang yang ini Bhagawan Wacana kita memang disertai dari Indonesia saudara jahat saat ini lagi Thailand masih teknologi कौन पलक नलाय बड़ा दूसरा सरकार देखिए हामी दिदी बहिनीको वर्तमानमा लाखपति बालेको बाटोलाई बन्ती बन्दै केले जुरा एला ठीक छ भन्छ ल कहिले जति आउँछ के हो के भाइ ल सबै
भक्त फेरि आउने हो नै हेलो सम्बन्ध भएको छ कस्तो तल खुट्टा बाटो उता पुल पैसा भगवती माता कपलेश्वरी माता पूर्णेश्वरी माता करे जनमयी काशीपुरारी महाभवकरी माता कृपा सागरे पदे नमो नमः श्रीमद्वे नक्तं चरदिव विकृन्तानं तमतमानवर्गं मानच्छन्तमतमानच्छितं मानवनीतरं मोतरं मातरं मानाप्रियस्तं देवद्रैरिका मानस्तो वेदनाय
विश्ववेदाः स्वस्ति नस्तार्चो वरिष्ठनेमि स्वस्ति न बृहस्पतिर् ददातु शान्तिरन्तरिक्षगो शान्ति पृथिवी शान्तिरापः शान्ति स्वस्ति न इन्द्रविद सर्वाः स्वस्ति न विश्ववेदाः स्वस्ति नस्तार्चो वरिष्ठनेमि स्वस्ति न बृहस्पतिर् ददातु शान्ति शान्तिर्भवतु ओम शान्तिः 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 देवतराय सूर्यमगन्म ज्योतिरुत्तमन्मा तेजसि देखिमा मही समिवसिते मन्त्र पतन भइसकेको हुन्छ त्यसपछि गरे पनि नगरे पनि केही महत्त्व रहँदैन त्यसकारणले सर्वप्रथम घरबाटै घुमेर गरिसक्नुपर्छ र जब व्रतबन्ध गरिसकेपछि यी सारा कर्म पितालाई ढोक गर्नु र ब्राह्मणलाई ढोक गर्नु र त्यसपछि सम्पूर्ण देवी देवताहरूलाई ढोक गर्नु र त्यसपछि त्यहाँबाट पढ्न भनेर जानुपर्छ काशीनगर भन्ने ठाउँमा गएर पढ्नुपर्छ व्रतबन्ध गर्नुको अर्थ के हो त भन्दा विदेश जान्छु भनेर छोराले भन्छन् मातो बान्छ अब आमाले के भन्नुहुन्छ त भन्दा बाला त बिमार आएको त पालन के छ त सदा हे बाबु भेदा बस्दा पुत्र नपालन मैले तिमीलाई गर्भमा राख्दाखेरिमा कति दुःख सहेर तिमीलाई मैले गर्भमा धारण गरेँ 10 महिनासम्म 9 महिनासम्म मैले यस्तो अवस्थामा सहेर मैले तिमीलाई पाले हुर्काएँ पढाएँ र त्यसपछि अब वृद्धावस्थामा तिमी मेरो सहारा हो न भनेर मैले सोचेकी थिएँ वृद्धावस्थामा पारा गुरु हाम्रो वृद्धावस्थामा तिमी विदेश गएपछि कसले पाल्छ त बाबु भनेर आमाले भन्नुहुन्छ कर्म पनि दिँदा कतिलाई हे बाबु त्यस कारणले मैले विदेश जान्छु भन्ने कुरा तिमीले छोड भनेर आमाले भन्नुहुन्छ सुतौ बात छोराले भन्छ ब्रह्मचारी तस्मै गुरु सेवापूर्वक हे माता पिता मैले ब्रह्मचारी धारण गरेँ र मैले गुरु सम्झाउनु भएको हुन्छ पिता पिताले पनि भन्नुहुन्छ हे बाबु तिमी विदेशमा जान्छौ त भन्छौ विदेशमा गएर तिमीले यहाँ यस्तो राम्रोसँग हामीले हुर्काएका छौँ पालन गरेका छौँ त्यहाँ त खानको पनि केही पाइँदैन वनको कन्दमूल खोजेर खानुपर्छ भूमिशैया भुइँमा सुत्नुपर्छ 5 इच्छाहरू सुत्नुपर्छ अरे निरालय भोकै प्यासै पनि बस्नुपर्छ भने कष्टेश्वर आदि वनमा जङ्गलमा किसिमको पहाडहरूमा जाँदा ठुलो कष्ट हुन्छ छाता छाता खोइ छैन तिम्रो अब 4-5 वर्षपछि
पछि दुईटा बिहा गर्दिउँला सबैको म स्वागत गर्न चाहन्छु पवनदादाको एउटा उल्टा गार्डनमा दुईटा गिर्दिउँला टिकटक लगाइदिनु बाजा दुरे वानीहरुले म सदा सर्वदा शान्ति जाफल निर्जाफलाजाश्च पुष्पणे बृहस्पते भूतास्तानमुञ्चन्तवंवसः इदं फलमया देवा स्थापित पुरतत्सम तेन मे सफलार्वाप्ते भवित जन्मानि जन्मानि तुङ्गिफलं महादिव्यं नागवलिदलोतं यलाचनादि संयुक्तं ताम्बूलं प्रतिगृह्यताम् ताम्बूलं मुखशुद्ध्यार्थनिमित्तकः यद्यदवस्तूनि अर्पयामि नमनं च करोमि यतः प्रियाय नमः ओम शिवाय नमः ओम भैरवाय नमः ओम त्र्यंबकाय नमः ओम शूलपाणाय नमः ओम कबर्दिने नमः ओम ईशानाय नमः ओम महेशाय नमः ओम आवाहनम् आसनं सर्वत्र आवाहनम् आसनं पाद्यम् अर्घ्यम् आसनं पुनरात्मनं पञ्चामृत स्नानं शुद्धोदक स्नानं अथवा लघुपचारे गन्धाक्षतं पुष्पं समर्पयामि श्री लक्ष्मी नारायणाभ्यां नमः पितोषि चमसो परं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ज्ञानगम्यं वन्दे आसनं पुष्पटुकरा फुल लागिदिनु ओम महानानरत्न समाजितं कातस्वरं विभूषितं आसनं देव दिवेशकिरण पुरुषोत्तमः ओम पुरुषाय विदर्भ सर्वे यथाभूतं यथाभाव्यं यथाशेषानो यथानन्तरहदि आसनं समर्पयामि श्रीलक्ष्मीनारायणाय नमः पाद्यं फेर्मिने ओम आचमत मया दत्तं किरण परमेश्वर तत विराट जायत विराजति पुरुष सजात तत्पश्चात् भूमिमतपुरा आत्मनेम समर्पयामि श्रीलक्ष्मीनारायणाय नमः पितोषि चमसोभरसर ओम पंचामृताय ओम दधि ओम तन्त्राय हरि ओम तिरो बाबा बिडमंगा आसुर भगवान वर्ण प्रेतोर बाबा सो भदस्तो मगने थोरी गबाण यसले पूजा नि यसले सुन्नु छ हात पोछ ल अब यहाँ समाधान गर्नु अब बत्तीलाई पूजा नि ओम नमस्ते नमताय साकीले दीप नारायणम चाहिँ बत्ती अगाडि चढाइदिने यो बत्ती है चढाइदिनु त अगाडि ल यहाँ एउटा फुल हालिदिनु पुणादर्वी पारापत पूर्णा पुनरापत बस्ने भवति गृणाम बहा इखबर जगु सत करतो सर्व उत्तराधि गन्धमक्षतं पुष्पं समर्पयामि अब यहाँबाट त्यो सताउनु है सबैले सुन्नु है हरि ओम थिरो भव बिडबङ्गा आसुर भव भाग्यवन्न प्रेतोर भवः सुखदस्तो मग्नेला सबैले हात हातमा लिनु त हातमा चल ल अब आमाले यो बत्तीले नै अरूले डाल्ने छुने है हरि ओम तत्सत हरि ओम तत्सत हरि ओम तत्सत सबैले विष्णु विष्णु भन्नु त तीन फेरि ओम विष्णु विष्णु विष्णु
श्रीमद्भागवते महापुरुषस्य विष्णुनागय पर्वतमान सकलजात सिद्धिकारिणो ब्रह्मणदित्य अपराधे श्री श्वेतवराहकल्पे वैवस्वत मन्वन्तरे अष्टाविंशतितमेगे सत्यत्रता द्वापरान्ते कलियुगे कलियुगस्य प्रथमचरे जम्मूद्वीपे भारतवर्षे भारतखण्डे आर्यावर्तान्तर्गत नेपाल देशे कृष्णगण्ड दक्षिणभागे महाकाल पूर्वभागे सिद्धवासण तिलोत्तम समीपे मेघराधि श्री श्रीनाथमस्य पिकराधि देव गुरु अन्येषु ग्रहेषु यथाथा राशितेषु सस्व एवं गुणगुण विशिष्टायाम् अद्येह आत्रे अर्थनाश ईशावास त्रिपुरवर शाखान्तर सुल्ला आत्रे गोत्रोत्पन्नः यशोदा कुमारी नामदेव्यास्मता सभरता सपुत्र सपुत्रवधू सब बन्धु सबैले आफ्नो राशिको नाम सम्झनु होला है। सब बन्धु वर्ग आदि सकल परिवार सहित मम भन्नु सुते स्मृतत प्राणत फलप्रादातम आयुरारोग्यदातम सर्वाभूते प्राप्त अस्मदा सर्व अरिष्ट ग्रह शान्त्यार्थम अप्राप्त लक्ष्मी प्राप्तम प्राप्त लक्ष्मी चिरकाल समशनाथम यजन्मनि सकल पाप छ्यादम पुत्र पौत्र आदि धन धान्य पन्न बाल वैदव्य मृता पत्या पुत्र इत्यादि सकल पाप यथा संख्यका एवान यथा संख्यका अनुखालोद यथा कण्डलान यथा संख्यका दुर्वान यथा संख्य पुष्पाणि बेलपत्राणि त श्री भगवान लक्ष्मी नारायण अर्पणमस्तु। तो हाते बजार भगवानमा छोडिदिने भगवान अर्पणमस्तु हो न। ल अब यसो यानि कानि त पापानि जन्मान्तर गीतानि च तानि पावनस्सन्तु प्रदक्षिणां पदे पदे सप्ताशासं परिदायत्रे शान्ताखरिमा ओम थिरो बाबा बुन्धन्या आसुर बाबा देवन्ना त्रिधुर बाबा त्यहाँ वरिपरि घुम्ने है। हरि ओम महा ओम
कुलपितृहरूको आजको वासुदेवाय ओम नमो भगवते वासुदेवाय 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 ओम नमो भगवते वासुदेवाय 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 ओम नमो भगवते वासुदेवाय कसैको नाच्न इच्छा छ भने गाउनु होला, ननाचे पनि बसेर मुख फुकाएर भजन गाइदिनु होला है। हरि ओम महा जाउँला वैकुण्ठ जाउँला वैकुण्ठ नाच्दै गाउँदै बजाउँदै सत्य सनातन धर्मको हरे नमः। तर्पयामि 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 होइन घाँस छैन ठ्याक्क छ।
एउटा त हो Kereta ajata maganimba pabego samraja matitin jana rabudam priyamindrasya kamyam sanyamyada maya sikhago swandin. La फेरि दिनु ओम पुनागर्भि परापत सुब्रणा पुनरापत भस्मवती गृणवहाय देहि सममवती समोभा समसूर्या समविश्वविन गणत वैशकर ज्योतिर्भोया समिभोर्गामान वैष्णवे भूस्वाहा लाउदिने स्वाहा ल बाँकी रहेको भाँडाको सबै हुनु और शेष चरु हो अव्या बलामी सविता मन्य भक्त भगवान हिन्दई भगवान सदन्तमे इन्दिक कान्तिते जिन्दु हम यत्र भन्छ चतन चर समे चरत चर चरत सह तल्लोका तसतो विष्णु 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 हो पूर्व चारको संकल्प सिद्धको आत्र अर्चना सह सलासा त्रिपरवर साधन तर सुलतना अत्र तत्पन्नः सुरेन्द्र कुमार नाम सर्वम अस्मत पुत्रः नीलम्बर नाम सर्वन् अरिष्ट ग्रह शान्त्यार्थम अरिष्ट ग्रहमध्ये नीलम्बर नाम सर्वन् भ्रामरी दशा तशान्त्यार्थम ददाज होइन भ्रामरी त उसका होइन सुरेन्द्र कुमार नाम सर्वन् भ्रामरी दशा तशान्त्यार्थम तथा अरिष्ट ग्रह शान्त्यार्थम भ्रामरी दशा शान्त्यार्थम तथा च उक्त दशा शान्त्यार्थम इत्यादि वस्तुको दान प्रतिष्ठातेन सूर्यादिन वक्र अर्पणमस्ते हेरारि हरियम ओम जय हो शांति कटाचर्य ओम जय हो शांति शांति शामा शांति ओम जय क्षेत्रपालाय नमः प्रीति नमः आत्मसुराजन जरा हमरा ग्रह शांति नजर आवे ल भान्जाले सबैका त्यो उचालेर सबैका तालकटाका छोरा बाटाला राखिने बाटोमा धर्मा मुरारे तिर्भरन्तकारे भानु शशिको निशुकर खरासा मुरो सुशुक्रा समिरा हुआ फर्माता छुरा होला रेगोटा पूर्ण पात्र एडाल दक्षिणा 6 हुन्छ है हरिओम तत्सत हरिओम तत्सत विष्णु विष्णु भन्नु तीन फेरि ओम विष्णु विष्णु विष्णु
त्रिपुरान्तकारी भानु शशि भूमि सुतौ बुधश्च गुरु शुक्र शनि राहु केतव सर्वे ग्रहाः शान्तिकराः सर्वमंगल्य मंगल्ये शिवे सर्वार्थ साधिके शरण्ये त्र्यंबके गौरी नारायणी नमोस्तुते देवी प्रपन्नाति हरे प्रसीद प्रसीद मातर जगतोऽखिलस्य प्रसीद विश्वेश्वरि पाहि विश्वं तमेश्वरि देवी चराचरस्य इमानि पुष्पाणि मनोहराणि सुरासुराणामभिदुर्लभानि कल्पद्रुमादि दुर्मजानि तानि पुष्पाञ्जलिर्मे च सुखाय नित्यं कायेन वाचा मनसेन्द्रियर्वा बुद्ध्यात्मना वा प्रकृते स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेत्। ओम अच्युताय नमः। चर्म स्वरमा भन्नुहोला। बोलियो लमोदर गणेश भगवानको जय, साक्षी दिवनारायणको जय, वरुण देवताहरूको जय, नवग्रहहरूको जय, देवहरूको जय, विजयहरूको जय, महेश्वर भगवानको जय, लक्ष्मी नारायण भगवानको जय, ब्रह्माजीको जय। अब त हाम्रो कार्यक्रम सकियो है। यसो चल्छ त्यहाँ। ओम रक्ष रक्ष गणाध्यक्ष रक्ष तर्लक रक्ष मामा एउटा चकलेट एउटा झोला चाहिने भयो। ल एकैछिन होस्, एकैछिन पछि यहाँ हुन्छ। हजुर अहिले होस्, एकछिन चाहिँ होस् न।
एक घन्टा
बाबाको छ यो कि मम्मीको दुबईको नानीको मिठो भन्छ थ्याङ्क यू
हेर्छु है